आज मौसम पनि चिसो. ओके, गुड मर्निङ सबैजनालाई. लुक सो टायर्ड टुडे. धेरै दिनपछि तपाईहरुसँग आज फेरि भेट हुने मौका जुर्दैछ. इट्स बिन सो लङ टाइम. म चाहिँ आज हाम्रो वैशाख पूर्णिमाको लागि चाहिँ तयारी स्टार्ट भएको छ. सो त्यतात्यतै आज मर्निङमा चाहिँ मिटिङ भएकोले गर्दा म चाहिँ मिटिङ एटेन्ड गर्न जाँदैछु. सो मिटिङ एटेन्ड गरेर साकेला प्र्याक्टिस गरेर सो वैशाखी पूर्णिमाको लागि चाहिँ तयारी भइरहेछ. सो वन्स अगेन वेलकम ब्याक टु माई मिनी ब्लग. It's been so long time that I didn't get time to make any videos. Sorry about that. And I look a little bit sleepy because म चाहिँ हिजो राति 8:30 बजीतिर आएर सुतेर अहिले बिहान 8 बजी उठेको हो. So look a little bit tired and sleepy. Anyway, no problem. अनि फेरि अहिले तपाईलाई म भिडियोमा कन्टिन्यू गर्नेछु. ओके, टिल देन बाइ. म चाहिँ अहिले यहाँ टिमटनमा कफी पिकअप गरेर जानलाई यहाँ छिरेको छु. भाइ बहिनीहरू पनि आउँदै हुनुहुन्छ. सेवा 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 ढिलो भयो. म त ढिलो भए. त्यही हो, अब क्यानाडामा चाहिँ सबैजना प्रायः व्यस्तै हुनुहुन्छ. काम विशेषले गर्दाखेरि पनि सबैले स्केड्युल मिलाएर प्र्याक्टिसमा आउनुपर्ने हुन्छ. अब धेरैजना पहिला नै अब बाहिर बस्नुभएकोहरू पनि हुनुहुन्छ यहाँनिर. सो कतिजनालाई सिलीको बारेमा थाहा पनि छैन. सो बेसिकबाट सिकाउनु पर्ने हुन्छ. यहाँ गरिएको धेरै सिलीहरू प्रायः इन्टरनेटमाबाट नै हामीले सिकेकोहरू पनि छौँ. कति चाहिँ अब अलिअलि चाहिँ आफूले अब जानेको सिलीहरू पनि छ भने प्रायः हामीले कति कुरा चाहिँ इन्टरनेटबाट हेरेर पनि सिक्ने कोसिस गरेको छौँ. मलाई लाग्छ प्रायः कति सिलीहरू चाहिँ नमिल्न पनि सक्छ. त्यही हो, अब विदेशको ठाउँमा आएर पनि सबैजनाले आफ्नो कल्चर सिक्न खोज्नु नै त्यो सबैभन्दा ठुलो कुरो हो जस्तो लाग्छ मलाई चाहिँ. यहाँनिरको लाइफ सबैजनाको व्यस्त भए तापनि उहाँहरूले टाइम निकालेर आफ्नो कल्चरहरू सिक्ने, त्यसलाई अब बुझ्न खोज्ने धेरै हुनुहुन्छ. स्पेसली यङ्स्टरहरू अहिले एकदमै एक्टिभ भएर आउनु भएको छ भने पहिला हेरिकन नम्बर पनि अहिले बढेको छ हाम्रोमा चाहिँ. अब योचोटि हामी 20+ नै हुन्छ होला योचोटि हामी प्रोग्राममा चाहिँ. अहिले यो चाहिँ हामीले चाहिँ रिहर्सल मात्रै गरेको र चाहिँ अब प्रोग्राम योचोटि चाहिँ क्यालगरीमा हाम्रो इनागुरेसन पनि छ अब हाम्रो कम्युनिटीको. पहिलोचोटि हुन लागेकोले गर्दा हामीले यो इभेन्ट चाहिँ अब अलिक प्रायोरिटीमै राखेका छौँ. प्रोग्राममा अहिले हामी डान्स गरिरहेको कतिजना साथीहरू चाहिँ एकदमै टाढो टाढोदेखि पनि आउनु भएको छ. उहाँहरू कतिजना चाहिँ अब उहाँहरूको सवारी साधन नभए तापनि उहाँहरू ट्रेनबाट बसबाट भए पनि प्रोग्राममा पार्टिसिपेट हुनलाई आउनु भएको छ. कसैलाई ओभरनाइट काम गरेर मर्निङमा आउनु भएको छ भने त्यतिको चाहिँ अब आफ्टर प्र्याक्टिस काममा जानुपर्ने हुन्छ. त्यस्तो भए पनि सबैजनाहरूले टाइम निकालेर आउनु भएको छ. त्यो कुरालाई लिएर चाहिँ म एकदमै उहाँहरूप्रति चाहिँ म एकदमै थ्याङ्क यू भन्न चाहन्छु. किनभने उहाँहरूले पार्टिसिपेसन गर्नुभएको छ, उहाँहरूले इन्ट्रेस्ट देखाउनु भएको छ र नि अहिले हामी यसरी हाम्रो नम्बर चाहिँ ग्रो भइरहेको छ. सिक्ने सिकाउने क्रम जारी नै छ. अब यो क्रम बढी नै रहनेछ, यत्तिकै नै हो. यो अब अझै हामीले संस्था दर्ता भएकोले गर्दा अब पहिलाभन्दा हामी एकदमै स्ट्रङ भएर अगाडि आएको छौँ भने प्र्याक्टिस पनि अझै हुनेछ. अब यो प्र्याक्टिसहरू हाम्रो अहिले यो फर्स्ट आजको यो सेसन चाहिँ पहिलो हो भने यो सेसनहरू हामी 4 विकसम्म गर्छौँ. अब हेर्दै जाउँ, मैले भिडियो बनाउने टाइम मिल्छ मिल्दैन, मिलेन भने पनि म तपाईँहरूलाई फाइनलको हाम्रो इभेन्टको चाहिँ भिडियो बनाएर हाल्ने नै छु. थ्याङ्क यू.